नेपालगञ्जमा आयोजना हुन गइरहेको 8औं प्रादेशिक घरेलु कृषि सूचना प्रविधि पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव 2082 को सम्पूर्ण तयारी पूरा भएको जानकारी पत्रकार सम्मेलन मार्फत गराउँदछौँ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तथा महिला उद्यमी समिति जिल्ला शाखा बाँकेको आयोजनामा तथा नेपाल घरेलु तथा साना उद्योग महासङ्घ एवं महिला उद्यमी समिति नेपाल उपमहानगरपालिका समितिको सहआयोजनामा महोत्सव पुस 30 गतेदेखि माघ 10 गतेसम्म नेपालगञ्ज स्थित सडक डिभिजन परिसरमा सञ्चालन हुनेछ। महोत्सवको उद्देश्य स्थानीय उत्पादनको प्रवर्धन, घरेलु तथा साना उद्योगको बजार विस्तार, कृषि तथा पर्यटन क्षेत्रको विकास तथा उपभोक्तालाई नयाँ प्रविधिसँग परिचित गराउनु रहेको छ। महोत्सवको मुख्य आकर्षकका रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ। महोत्सवमा आउने कलाकारहरू चर्चित नायक तथा मोडेल पल शाह, गायक तथा मोडेल दुर्गेश थापा, गायक रमेश राज भट्टराई, गायक कमल विशी मालदाई, गायिका सृजना खत्री, गायिका शान्ति श्री परियार, गायक टङ्क तिमिल सेना, गायिका प्रीति आले, गायक बद्री पगेनी लगायत 2 दर्जनभन्दा बढी कलाकारहरूको प्रस्तुति रहनेछ। साथै स्थानीय कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। व्यापारिक तथा मनोरञ्जनात्मक पक्षलाई थप आकर्षक बनाउन लन्डन ब्रिज, जलपरी, फिस्टनेल, बाल उद्यान जस्ता विशेष संरचना निर्माण गरिएको छ। घरेलु तथा साना उद्योगका उत्पादन, कृषि सामग्री, सूचना प्रविधि सम्बन्धी सामग्री सहितका विभिन्न व्यापारिक स्टलहरू महोत्सवमा रहनेछन्। महोत्सवमा 200 सम्म स्टल रहनेछ। महोत्सव प्रवेशका लागि टिकट दर 100 राखिएको छ। साथै थारू गाउँको निर्माण गरिएको छ जहाँ थारू संस्कृतिको परिकारको स्वाद लिन सकिनेछ। महोत्सव अवधिभर विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता समेत आयोजना गरिनेछ जुन माघ 4 गतेदेखि सुरु हुनेछ। प्रतियोगिताका लागि निःशुल्क सहभागिता फारमको व्यवस्था गरिएको छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेश सरकारका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री सीता चौधरीले गर्नुहुनेछ। उद्घाटनको अवसरमा विभिन्न समुदायको झाँकी सहितको सांस्कृतिक र्याली धम्मोजी चोकबाट सुरु भई पुष्पलाल चोक, कारकाँदो चोक हुँदै सडक डिभिजन परिसरमा पुग्नेछ। मूल आयोजक समिति, संयोजक समरबहादुर खत्री, विष्णु खनाल सह संयोजक। धन्यवाद।